ट्विटर चाहिँ कङ्ग्रेचुलेसन्स जर्मनको भिसाको लागि शुभेच्छा छ, राम्रो जर्मन जाने होला। हामी नेपाली एजुकेसन तपाईँलाई सबै माया गर्नुहुन्छ, तपाईँको हरेक पल पनि हामी तपाईँलाई साथ दिन्छौँ। हस्, धन्यवाद। हामी तपाईँलाई उपहार पनि ल्याइदिएका छौँ। यो चाहिँ नेपाली एजुकेसनबाट तपाईँले यसो जर्मन लिएर जानु, हामीलाई माया गरिदिनु होला। धन्यवाद। हस्, यो चाहिँ हामी नेपाली एजुकेसनबाट तपाईँलाई यो चाहिँ हेलो एभ्रिवान, मेरो नाम चाहिँ पिटर मोक्तान हो। मैले त रिसेन्टली अहिले जर्मनीको भिजा पाएको छु नेपाली एजुकेसन थ्रुबाट, र मैले ल्याङ्ग्वेज यहीँबाट पढेको हो। मलाई ल्याङ्ग्वेजमा धेरै प्रब्लम थियो। मैले A1 देखि नै B1 मैले यहाँ पढेँ र सरले त मलाई एकदम राम्रोसित सबै कुरामा गाइड गर्नुभयो। ल्याङ्ग्वेज पढ्नु मात्रै नभएर उहाँले मलाई भिजा प्रोसेसिङ दिएर सबै कुरामा उहाँले मलाई एकदम सहयोग गर्नुभएको छ, र मलाई यहाँको इन्भाइरोमेन्ट धेरै राम्रो लागेको छ यो नेपाली एजुकेसनको। अनि मेरो रिलेटिभ्सहरूले पनि यहाँबाट ट्राई गरेको थियो र उहाँले मलाई रिकमेन्ड गर्नुभएको थियो। नेपाली एजुकेसन चाहिँ बेस्ट अफ द बेस्ट कन्सल्टेन्सी लाग्छ मलाई। जति पनि कन्सल्टेन्सी छ यहाँले पुग्ने सडकमा, त्यहाँ सबैभन्दा बेस्ट लाग्छ मलाई, किनभने मलाई हरेक कुरामा सरले मलाई साथ र सपोर्ट दिनुभएको छ। र अनि मैले अरू कन्सल्टेन्सी ट्राई गर्दा पनि मलाई भिजा लागेको थिएन, तर यहाँ आएर गर्दाखेरि मलाई चाँडोभन्दा चाँडो भिजा पाएँ। मैले सोचेँ भन्दा पनि चाँडो भिजा पाएँ मैले, होइन। मैले नेपाली एजुकेसनलाई ऱ्याङ्क गर्नु पऱ्यो भने 5/5 दिन्छु। यहाँ प्लस तपाईँले जर्मनी मात्रै नभएर अन्य कन्ट्री जान सक्नुहुन्छ, जस्तै UK, अस्ट्रिया, फ्रान्स लगायत छन्। र तपाईँले जानु सँगसँगै तपाईँले यहाँनिर तपाईँले ल्याङ्ग्वेज पनि पढ्न सक्नुहुन्छ, IELTS, PTA अनि जर्मनी एसेट्रा। र अनि मलाई चाहिँ नेपाली एजुकेसन चाहिँ मलाई जर्मनी कन्ट्रीबाट एकदम बेस्ट लाग्छ। यो मेरो लागि चाहिँ ब्रान्ड नै भन्नु म रिकमेन्ड गर्छु तपाईँहरूलाई। यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने प्लिज डु भिजिट, होइन, फर फर्दर इन्फर्मेसन। जसरी मैले नेपाली एजुकेसन थ्रुबाट मैले चाँडोभन्दा चाँडो भिजा पाउन सफल भएँ, त्यसरी तपाईँले पनि आफ्नो भिजा पाउन चाहनुहुन्छ भने प्लिज भिजिट गर्नुहोला। तपाईँले नेपाली एजुकेसनबाट तपाईँ डिसपोइन्ट हुनुहुन्न र तपाईँको भिजा 100% लाग्छ। इट्स डाउन का नेपाली एजुकेसन। थ्याङ्क यू सो मच।